न त रोजगार छ न पैसा न मेरो कसैले वास्ता गर्छ बिसुक छ हो बिसुक छ अब के गर्ने होला एकजना साथी थियो किस्टन जस्तो चर्च लान्छु भन्थ्यो 2-4 चोटि त गए बाइबल पढेको के बुझ्नु एउटा बुझेको त ओहो साथी के छ खबर मेरो यस्तै हो हो र होइन साथी आज कहाँबाट आइपुग्नु भयो ए म त इन्टरभ्यू जान आँटेको जीवन परिवर्तन भन्ने सिनेमाको इन्टरभ्यू ए त्यसमा म पनि मिल्छ है मैले तपाईँको नाम पनि लेखिदिएको छु नि त्यहाँ ए क्वेसन चाहिँ के बाइबलबाट हो हो नि ए त्यसो भए मद्दत गर्नु है ल एन्सर चाहिँ सब भनिदिन्छु सजिलो हुन्छ अरे भयो हो ए हुन्छ मद्दत गर्नु क्वेसन एन्सर गर्नु है हस् बाहिर होला भने को हो इन्टरभ्यू सुरु भइसक्यो आउनु है त जय मेसी बस्नुहोस् तपाईँलाई स्वागत छ यो इन्टरभ्यूमा है हाम्रो इन्टरभ्यू चाहिँ इसाई चलचित्र छ र तपाईँले बाइबल पढ्नु भएको होला है पढेको छु तपाईँले के प्रश्नहरू सोध्छु है त उत्तर दिनु होला है त पहिलो प्रश्न छ 16वटा फालेको व्यक्तिको नाम के हो लुसिफर वा कति राम्रो भन्नु है दोस्रो प्रश्न छ तपाईँलाई आदमको कति उमेरसम्म आदम बाँचे 930 वर्ष 930 वर्षमा तपाईँ त बाहिर खाँदै पढ्नु भएको छ त ए पढेको खतरै नि अब लास्ट प्रश्न है त तेस्रो प्रश्न अनि अब यहुदी चाहिँ कसरी मऱ्यो झुन्डिएर मरेको मर्नु तपाईँलाई धन्यवाद छ तपाईँले 3टी प्रश्न उत्तर दिनुभएको छ तपाईँको पास हुनुभएको फेल भयो म तपाईँलाई एकछिनपछि खबर गर्छु है त ए हुन्छ धन्यवाद हुन्छ ए साथी तिमी आइपुग्यो ए साथी म हतार छु कि अलिकति उत्तर भनेर म गइहाल्छु ल हुन्छ पहिलो उत्तर चाहिँ लुसिफर दोस्रो 930 तेस्रो चाहिँ झुन्डिएर त्यति भन्दा पास लु म त पास भइसक्यो होला ल पहिलो जान्छु ल लुसिफर दोस्रो 930 लास्टको झुन्डिएर ए त्यो खरा जय मसी बस्नुहोस् ए बस्नु हुन्छ हजुर ए हस् हुन्छ इन्टरभ्यू सुरु गरौँ है हुन्छ के बाइबलबाट हो हजुर हो ए बाइबल त खरा सबै खरा हुन्छ है त प्रश्न उत्तर दिनु है त तपाईँको नाम चाहिँ के हो नि मेरो लुसिफर तपाईँको नाम लुसिफर ए ल ठिक छ अनि तपाईँको उमेर चाहिँ कति भयो नि उमेर 930 बाइबलको सट्टै खानु पाएको छ ल तेस्रो प्रश्न छ है त अनि स्वर्ग चाहिँ कसरी जानुहुन्छ नि जानुहुन्छ ल तपाईँ धन्यवाद छ सिद्धियो ए त्यसो भए त राम्रो होला नि हो हजुर एकछिनमा खबर गर्छु है त ए हस् हुन्छ एकजना मानिस जो रित्तो छ ऊ धेरै कुराले भरिन चाहन्छ के गर्ने कसो गर्ने उसलाई केही थाहा छैन कसैले वास्ता नगर्ने तिमीले चाहेको कुरा मसँग छ त्यो के हो म तिम्रो रितोपना पुरा गर्न सक्छु म धेरै ज्ञानी छु म धेरै बुद्धिमानी छु र म धेरै धनी पनि छु र साथै मसँग धेरै पैसा पनि छ सायद मैले खोजेको यही होला तल बस्छ किन उठ्या मानिसले आफ्नो लोभ
लालचीपनाको बोझ आफ्नो ब्यागमा हाल्यो। तर उसले चाहेको अनुसार उसको रितोपनालाई पुरा गर्न सकेन। हेलो साथी, तिमी के खोज्दैछौ? तिमीले चाहेको कुरा मसँग छ। म तिम्रो रितोपना पुरा गर्न सक्छु। म धेरै शक्तिशाली छु र त्यो शक्तिले म सबै थोक गर्न सक्छु। म त्यो शक्ति तिमीलाई दिन्छु। मैले चाहेको यही होला। अब उसले अझ गरौँको भारी आफ्नो ब्यागमा हाल्यो। तर उसको रितोपना भरेनको सट्टा अझै रितोपना बढ्दै गयो। तिमीले खोजेको उत्तर मसित छ। त्यो के हो? म तिम्रो रितोपना भर्न सक्छु। त्यसको लागि त्यो त तिम्रो भाग्यद्वारा हुने हो। त्यसको लागि त तिमीले दान, धर्म, पुण्य गर्नुपर्छ, धर्मी हुनुपर्छ। तिमी त पापी रहेछौ। तिमी म जस्तै धर्मी हुनुपर्छ। सायद मैले चाहेको यही होला। अब मानिस उसको भाइको कारण अझ थकित हुनु पुग्यो। झन् निराश भयो। उसले चाहेको जे पनि लियो, त्यसले उसको रितोपना भर्नको साटो झन्झन खालीपनालाई बढायो, रितोपनालाई बढायो। जति बिचमा हिँड्नु भन्छु खाली छो ताक्छ। अलिअलि पिउनु त थोरै पिए थियो। जति बिचमा जान्छु भन्छु खाली छो ताक्छु। बल्ल बिचमा आइपुग्यो। ल किन छाडी पनि जान्छ। कस्तो साथी हो। भाइ, तिमीले के खोजेको? मसँग छ। तिमीले के हो? म कति मातेको छु। तिमी हेर न, कति आँटेको जस्तै। मलाई हेर, मसँग के छ? मलाई हेर, क्या आनन्द छ। तिमीलाई हेर त, पीर चिन्ता बोझले भरेको जस्तै। तिमीले त्यो थकाइ पनि देखिरहेछ। यो लिऊ, यो थकाइ, पीर चिन्ता, यो लिऊ, यो रक्सी खाऊ। तिम्रो सबै भाग्नेछु है। ल सायद मैले जीवनमा चाहेको खोजेको यही होला। अब उसलाई मानिसहरूले मादक पदार्थ सेवन गर्न लगायो। उसलाई अझ बढी पिउन लगायो। अनि अन्य उपाय जस्तै यसले झन् उसलाई बोझ बोकायो। ऊ रित्तोपनामा झन् बढ्दै गर्न थाल्यो। अरू उसको केही उपाय देखिएन।
म तिम्रो वास्ता गर्छु, म तिम्रो फिक्री गर्छु, मैले तिम्रो हरेक बोझहरूलाई देखेको छु। म तिमीलाई सहायता गर्न, तिम्रो बोझहरूलाई लिनको निम्ति म यहाँ आएको। म बुझ्न सक्दिन किन उहाँले मेरो भारी सबै उठाउनु भयो। तर म अब हल्का भएको छु, अब म स्वतन्त्र भएको छु। अब अन्त्यमा ती पापमा डोर्याउने, रित्तोपना भर्छु भनेर बहाना गर्ने मानिसहरू, ती अपरिचित व्यक्ति, अपरिचित मित्र जसले उसको रित्तोपनालाई हटाउनलाई सहायता गरेको थियो, ती अपरिचित मित्रलाई दोस्याउँदै खिसी गर्दै यसो भन्न लागे, हामीले दिएको सबै थोक यसले लियो, यसलाई पिट्नु पर्छ, यसलाई मार्नु पर्छ, हो झुन्ड्याउनु पर्छ, यसलाई ठोक ठोक ठोक। कुटियो पिटियो, मानिसले उसलाई क्रुसमा झुन्ड्यायो। यद्यपि ती अपरिचित मित्रले असल काम मात्र गरेको थियो, ती मानिसको भारीलाई आफूमाथि लिएको थियो, तर यसको खातिर क्रुसमा मरेको थियो। म केवल तिम्रो लागि मात्र होइन, तर हरेक बोझले दबिएका र भित्रबाट रित्तो भएका व्यक्तिहरूको लागि शान्ति दिनको लागि यस संसारमा मानिस भएर आए, ताकि तिनीहरूले अनन्त जीवन पाओस्।